हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज नि म फेरि नेपालीको वाच्चे भन्ने टपिक सबैलाई अति नै गाह्रो लाग्ने तर अलिकति ध्यान दियो भने चाहिँ सिकिन्छ ल। आज चाहिँ मैले यस्तो सजिलो तरिका ल्याएको छु कि वाच्चे सिक्ने। 1 मिनेटमै यो भिडियो हेरिसकेपछि वाच्चे पूर्ण रूपमा आउनेछ। अब मेरो युट्युबमा नयाँ हुनुहुन्छ, जोडिएको हुनुहुन्छ भने युट्युबलाई सब्सक्राइब गर्नुहोला अनि लाइक गर्नुहोला अनि के कस्तो लाग्छ भनी कमेन्ट नि गर्नुहोला। ल लागौँ अब हामी वाच्चेतर्फ। वाच्चे भनेको के हो पहिला त्यो जानौँ हैन। वाच्चे भनेको वाक्यमा क्रियाको रूप बदल्ने वा परिवर्तन हुने तरिकालाई वाच्चे भनिन्छ हैन। अनि वाच्चे कति प्रकारका हुन्छन् त? 3 प्रकारका हुन्छन्, कर्मवाच्चे, कृतवाच्चे, भाववाच्चे। अनि अब मैले यता हजुरलाई बुझाउनलाई सर्टकट तरिकाले अलि यो आधारमा छ, स्टोरी आधारमा बनाएको छु मैले हैन। हजुरलाई बुझ्न सजिलो होला। अलि हुन्छ नि त, स्टोरी आधारमा व्याख्या गर्यो भने चाहिँ इजी तरिका हुन्छ नि त, मान्छेले बुझ्छ सिधो। त्यही भएर मैले त्यो वाच्चेका प्रकारहरूलाई मैले एउटा स्टोरीमा बुझाउन खोजिरहेको छु के। धेरैले वाच्चे बुझिन के हो त कृतवाच्चे, अनि कृतवाच्चे, कर्मवाच्चे, भाववाच्चे कस्तो भनेर भनिरहेको हुन्छ नि त। अनि मैले अब त्यसलाई नै पार्ट बनाएर एउटा सानो स्टोरीमा बुझाउन खोजिरहेको छु। अब ध्यान नगरी म बुझाउन जान्छु। कृतवाच्चे मानिलिउँ कृतवाच्चे एउटा केटा हैन, कृतवाच्चे एउटा केटा हो। अनि त्यसले बिहे गर्यो कुनसँग? सकर्मवाक्यसँग। सकर्मवाक्य एउटा केटी हो मान्नुस् हैन, एउटा केटी सकर्मवाक्य त्योसँग बिहे गर्छ। बिहे गरेर त्यसको छोरा हुन्छ, के हुन्छ? कर्मवाच्चे। उसको छोराको नाम चाहिँ कर्म हुन्छ हैन। त्यो भयो कर्मवाच्चे। कृतवाच्चेले पहिला सकर्मवाच्चेसँग बिहे गर्यो, कर्मवाच्चे छोरा। यो चाहिँ हाम्रो। अनि अर्को उसलाई फेरि अर्को बिहे गर्न मन लाग्यो। यो चाहिँ हाम्रो बहुविवाह त्यो नियम नबन्नुभन्दा अगाडिको नै कथा हो। अब चाहिँ बिहे गर्न मिल्दैन डबल है। त्यसमा फेरि अझ डबल बिहे गर्न मिल्दो रहेछ भन्नु होला। अब बहुविवाहको यो पहिलेको मानौँ, त्यो रुल बन्नुभन्दा पहिले। अनि त्यसलाई अर्को बिहे गर्न मन लागेछ। त्यसले ठ्याक्क उल्टा, सकर्मको उल्टा अकर्म वाक्य भन्ने केटीसँग बिहे गरेछ। अकर्मसँग बिहे गरेर अनि त्योबाट नि फेरि छोरा भएछ, के भएछ? भाववाच्चे हैन। सकर्मसँग बिहे गर्दा कर्मवाच्चे कर्म भयो भनेपछि अकर्मसँग गर्दा भाव भयो। अब हैन, त्यो त भयो। अब कर्मवाच्चे, अब हामी जाउँ कर्मवाच्चे। कर्मवाच्चे बुवा। कर्मवाच्चेलाई परिवर्तन गर्न चाहिँ सकर्म क्रिया भयो नि हुन्छ, अकर्म क्रिया भयो नि हुन्छ। यसको बारेमा मैले अर्को अझ विस्तृत गराउँछु। अहिले यति नै कथामा बुझौँ कि कृतवाच्चेसँग सकर्मवाक्य र अकर्मवाक्य दुईटै वाक्य प्रयोग गर्न सकिँदै रहेछ। किनभने उसको बुढी हो नि त, आफ्नो बुढी, दुईटै बुढीसँग मिल्न सक्ने भयो। त्यस्तो सोच्छौँ हैन। अब यता हाम्रो यो डिस्टेन्स, अब सौतेनीको छोराछोरी त कहाँ मिल्छ? यिन दुईटालाई त एकअर्कासँग मिलाउन वा परिवर्तन गर्न मिल्दैन नि त। कर्मवाच्चे छ भने भाववाच्चेमा हामीले परिवर्तन गर्न सक्दैनौँ। तर कर्मवाच्चे पछि गएर बुवा त बन्न सक्छ नि त। ऊ पनि बिहे गर्ला आफ्नो हैन, अनि ऊ बुवा बन्न सक्छ। त्यसरी कर्मवाच्चेलाई चाहिँ हामीले कृतवाच्चेमा परिवर्तन गर्न सक्छौँ। त्यस्तै भाववाच्चेलाई नै हामीले कृतवाच्चेमा परिवर्तन गर्न सक्छ हैन। यो भयो यसको फ्यामिली हैन। अब मानौँ फ्यामिली जस्तै, तर यसमा नि भनेछ कर्मवाच्चेलाई चाहिँ हामीले भाववाच्चेमा परिवर्तन गर्न सक्दैनौँ। किनभने अब ऊ चाहिँ उसको अलग मम्मी हो, अब अलग अलग भएपछि अब झगडा हुने भयो नि त। अब मनमुटाव हुने, बुङकी बुङ हाना भयो, त्यसैले होला सायद। अब त्यस्तै सोच्छौँ कि कर्मवाच्चे र अब यता भनौँ कि कर्मवाच्चे र भाववाच्चे परिवर्तन गर्न मिल्दैन हैन। तर कर्मवाच्चेलाई चाहिँ कृतवाच्चेमा र भाववाच्चेलाई कृतवाच्चेमा हामीले परिवर्तन गर्न सक्छौँ। अब हामीले यति जान्यौँ कि कर्मवाच्चेलाई कृतवाच्चेमा र भाववाच्चेलाई कृतवाच्चेमा, तर कर्मवाच्चेलाई भाववाच्चेमा हामीले परिवर्तन गर्न पाउँदैनौँ भन्ने त बुझ्यौँ त्यो स्टोरीबाट है। अब केही उदाहरणहरू अनि केही विशेषताहरू छन् तिनीहरूका हैन। अब मैले बुझाउन खोजिरहेको छु। कर्मवाच्चे चाहिँ
कर्मवाच्यका केही विशेषताहरू छन् त। कर्म अनिवार्य हुने क्या। कर्मवाच्यमा के हुन्छ, कर्म हुनु पर्यो नि त, उसको नाम नै कर्म छ भने कर्म त हुनु पर्यो। अनि कर्मको लिङ्ग, वचन, पुरुष र आदर अनुसार क्रियापदको निर्धारण हुन्छ। अर्थात् कि कर्म जस्तै उसले के कर्म गरे त्यसका आधारमा वचन, लिङ्ग, पुरुष आदिको, यसको नि मैले अझ डेफिनेसन पुरा गर्छु। कर्ता लोभ हुने अथवा कर्ताबाट वा द्वारा थपी क्रियामा यी रूप थपिने, जस्तै खाइ यी भनेर थपिने के। अझ दीर्घ यता पुच्छर भएको चाहिँ यी नलेख्नु के, यो चाहिँ यस्तो यी लेख्नु होइन। यो चाहिँ भयो होइन। अब हामी कृतवाच्य त्यसको बुढासँग जाऊँ भन्नु क्या आज। कर्ता प्रमुख हुने, यसमा चाहिँ कर्ता प्रमुख हुनेलाई कृतवाच्य भनिन्छ। जहाँ कर्ता, राम भन्ने एउटा कर्ता छ भने त्यसलाई प्रमुख मानिएर त्यो वाक्य बनाएको छ भने त्यो चाहिँ कृतवाच्य हुने। कर्ताको लिङ्ग, वचन, पुरुष अनुसार क्रियाको निर्धारण हुन्छ। यसमा पनि कर्ताको, यसमा चाहिँ कर्ता, उता चाहिँ कर्मको थियो, यता कर्ताको होइन, आफ्नो विशेषता ल्याउनु पर्यो भने नि त। अनि यता चाहिँ लिङ्ग, वचन, पुरुष आदर अनुसार नै क्रियाको निर्धारण हुन्छ। यसमा के को, कर्ताको, कृतवाच्यमा कर्ता भन्ने होइन। अनि तर यसमा के हुन्छ, सकर्म र अकर्म दुवै क्रियापदको प्रयोग हुन सक्ने। मैले भनेको थिएँ नि त, अब सकर्म एक जेठी बुढी, अकर्म कान्छी बुढी, दुइटैलाई मिलाउन सक्ने अर्थात् प्रयोग गर्न सक्ने भन्न खोजेको नि त, बुझ्नु। अब यस्तै अलि मजाकमा गरेको कुराहरू छिटो बुझिन्छ भनेर मैले यो टपिक चाहिँ लिएको, अन्यथा नलिनु होला फेरि। कर्तामा बाट, द्वारा नथपिने क्रियामा यी रूप नथपिने। यसमा चाहिँ के हुन्छ, बाट नि हुन्न कर्तामा होइन, द्वारा नि हुन्न, नथप्ने के। अब हामीले कर्म बनाउँदा चाहिँ द्वारा, बाट अनि यी रूप थपेको थियो भने चाहिँ कृतवाच्यमा चाहिँ बाट र द्वारा चाहिँ हुनु हुँदैन ल, अनि यी रूप नि हुनु हुँदैन। अनि त्यस्तै भाववाच्यको नि आफ्नै विशेषता हुन्छ नि त। धातुको अर्थ वा क्रियाको भाव स्वतन्त्र रहने, यसमा चाहिँ स्वतन्त्र हुन्छ। कान्छी बुढी भएर अलि फुरफुराएको होला नि त, मायाभरि। अनि त नलिनु फेरि यता नि स्वतन्त्र हुन्छ भनेर यति बुझौँ कि भाव चाहिँ यस्ता स्वतन्त्र हुन्छ। उसले बोल्ने अधिकार, स्वतन्त्र भाव कान्छीलाई ल। फेरि अनि यता नलिनु। वाक्यमा कर्मको प्रयोग नहुने, यसमा चाहिँ अब कहाँ, अनि जेठीसँग त उसले मिल्दैन भनेर अनि कर्मको त मसँग प्रयोग नै नगर भनेको, उसको कुरै नगर भने जस्तो भयो नि त, कर्मको प्रयोग नहुने। भाववाच्यमा चाहिँ के हुन्छ, कर्मको प्रयोग नै नगरिदिने, म त्योतिरै जाँदैन भन्यो नि त होइन। कर्तामा बाट वा द्वारा थपिने क्रियामा यी रूप थपिने, यसमा नि अब बाट र द्वारा थपिने र यी रूप थपिने हुन्छ है। यसमा चाहिँ यो दुईटा चाहिँ याद राख्नुहोस् कि भाववाच्य र कर्मवाच्यमा चाहिँ बाट, द्वारा, यी रूप थपिनु नै पर्छ। तर कृतवाच्यमा चाहिँ यो दुईटा हुनु हुँदैन, बाट नि हुँदैन, द्वारा नि थपिनु हुँदैन, यी रूप नि थपिनु हुँदैन। अघिको त हामीले तिनीहरूको डेफिनेसन गऱ्यौँ। अब वाच्य परिवर्तन कसरी गर्ने त, यो हो नि त हाम्रो त खास टपिक भनेको यो हो कि, हामी परिवर्तन कसरी गर्ने भन्ने हो नि त। अघिको त हामीले छोड्यौँ के, त्यो भने यो भने यो, यसको विशेषता यस्तो हुन्छ, त्यो सामान्यता जान्यौँ। अब हामीले कर्तवाच्यबाट वाच्य परिवर्तन कसरी गर्ने होइन। वाच्य परिवर्तन कसरी गर्ने भन्दाखेरि हामीले 4 तरिकाबाट हामीले वाच्य परिवर्तन गर्छ। एउटा कर्तवाच्यबाट कर्मवाच्यमा, अर्को कर्तवाच्यबाट भाववाच्यमा, अर्को चाहिँ हाम्रो कर्मवाच्यबाट कर्तवाच्यमा, भाववाच्यबाट कर्तवाच्य। अझ कर्मबाट भाव हुन्छ कि हुँदैन भन्नु होला, त्यहाँ चाहिँ बुझिराख्नु कि सौताको चाहिँ त्यहाँ मिल्दैन। कर्म र भाव चाहिँ सौतान सोचेर बस्नु कि तिनीहरू मिल्दैन होइन। अब हाम्रो नेपाली कल्चर अनुसार त्यस्तै छ भनेर सोच्नु, अन्यथा नलिनु, मजाक गरेर बुझिन्छ भनेर चाहिँ यो टपिक ल्याएको ल। अब हामी जाउँ कृतवाच्यबाट कर्मवाच्यमा परिवर्तन होइन। यसका केही रुल्स छन् भन्नुको, केही रुल्सहरू छ कर्तवाच्यबाट कर्मवाच्यमा गर्दा। कर्म भएका कृतवाच्यलाई मात्र कर्मवाच्यमा परिवर्तन गर्न सकिन्छ, कर्म नभए कृतवाच्यलाई परिवर्तन गर्न सकिँदैन। यसमा अर्थात् सकर्म हुन्छ नि त, कर्म हुनु पर्यो भन्नुको मतलब सकर्म। उदाहरणमा रोशन फुटबल खेल्छ,
कृतवाच्य भयो। अनि यसमा के भयो, रोशनद्वारा फुटबल खेलिन्छ। के खेलिन्छ, के को आन्सर आयो नि त, सकर्म भयो नि त, त्यही भएर फुटबल खेलिन्छ। अर्को, मोहनले गजल गाएछ। के गाएछ मोहनले, मोहनद्वारा गजल गाई। मैले भनेको थिएँ नि त, यी थपिनुपर्छ, द्वारा वा बाट नि भनेको थिएँ नि त अघि परिवर्तन गर्दा। गाइएछ, गाई यी थप्या छ नि, हो यी छ, अनि द्वारा थप्ने। अनि त्यस्तै केही ऊ पनि छन् यसका कार्यहरू के हामीले गर्नुपर्छ त यो परिवर्तन गर्दा भन्दाखेरि कृतवाच्यबाट कर्मवाच्यमा परिवर्तन गर्दा निम्नलिखित कार्यहरू गर्नुपर्छ। के गर्नुपर्छ भने मैले केही 4वटा बुदामा लेखेको छु। अब यो चाहिँ इम्पोर्टेन्ट मानेर याद नै गर्नु, किनभने इक्जाममा अब हामीले यो उदाहरणहरूलाई त हेरेर हामीले सबै यही उदाहरण आउँछ भन्ने हुँदैन, तर यो अनुसार हामीले अरू उदाहरणहरू पनि गर्न सक्छौँ। कर्तामा द्वाराबाट विभक्ति थप्ने, मैले भनेको थिएँ नि त, द्वाराबाट यसरी विभक्ति थप्ने। अनि कर्ममा लाई विभक्ति जोडिएको छ भने, के जोडिएको छ, लाई विभक्ति जोडिएको छ भने त्यसलाई हटाउने। यता मैले लेलाई पनि हटाउने, ले र लाई लागेको छ भने त्यसलाई हटाउनु पर्छ हैन। अनि क्रियापद धातुमा ई थप्ने, मैले यता थपेको छु नि त, यी थप्ने। अनि कर्मको लिङ्ग वचन पुरुष आधार मिलाएर क्रियापद राख्ने। कर्मको आधारमा, यो चाहिँ कर्मको आधार, राम उसले के कर्म गरेछ, गाएछ, गाइएछ, के गाएछ, गजल गाएछ, फुटबल खेलिएछ। यसै कर्मको लिङ्ग वचन पुरुष आधार मिलाएर क्रियापद राख्नुपर्छ। यसको चाहिँ सकियो। अब हामी अर्कोतिर जाउँ। अब हामी कृतवाच्यबाट भाववाच्यमा परिवर्तन गर्ने। अब हामी कृतवाच्यबाट भाववाच्यमा परिवर्तन गर्ने केही हो भने, कर्म भए कृतवाच्यलाई भाववाच्यमा परिवर्तन गर्न सकिँदैन भनेको थिएँ नि त मैले। ऊ कर्मसँग त ऊ भाव त मिल्दैन भन्छ त, के गर्नु। त्यही भएर कर्म छ भने चाहिँ त्यहाँ भाववाच्य हुँदैन भनेर जान्ने, सिधा हामीले कर्मवाच्यमा परिवर्तन गर्ने। उदाहरणमा हेरौँ, तिमी घर जाऊ, के जाऊ हुन्छ, कसरी जाऊ हुन्छ, कहाँ जाऊ को आन्सर हो नि त, कहाँ जाने, घर जाने। तिमीद्वारा घर गइयोस्, यी थप्या छ हेर, द्वारा पनि थप्या छ। मैले भनेको लाग्यो नि, म मजाले सुते, आफू मजाले सुत्यो। अब कर्तवाच्यबाट भाववाच्यमा परिवर्तन गर्दा निम्नलिखित कार्यहरू गर्नु। यसमा नि केही रुल्सहरू छ हैन। कृतवाच्यमा रहेका कर्ता लोप गर्ने वा कर्ताद्वाराबाट थप्ने। मैले भनेको थिएँ नि त, यता द्वारा थप्या छ। अझै यता मैले भने होला, कर्तामा म भए आफूमा परिवर्तन गर्ने। मैले भनेको थिएँ नि त, यहाँ म छ हेर, म छ अनि यहाँ चाहिँ आफू बनाइएको छ। मैले भने कर्तामा म भए चाहिँ आफू बनाउनु पर्छ। अनि धातुमा ई रूप थप्ने। ई रूप मैले थपेको छु, गाइयो, सुती। अब यी यता देखिएन, ती भएछ नि त, सुती, यी आएछ नि त, सुती। यो अझ यस्तो लेख्नु, अझ यस्तो गरौँला, अनि त्यस्तो चाहिँ रङ हुन्छ ल, यस्तो गर्ने हस्। क्रियापद सधैँ तृतीय पुरुष लिङ्ग एकवचन र अनादरमा राख्ने। भाववाच्यमा परिवर्तन गर्दा के भने, सधैँ तृतीय पुरुष राख्ने। यहाँ त भाइ हेर, भाइ भनेर हामीले भन्दा नि हुन्छ, किनभने भाइ भनेको तृतीय पुरुष हो, पुल्लिङ्ग हो, एकवचन हो हैन। भाइलाई हामीले त आदर पनि अनादर गर्छौँ। भाइ खाइस् भनेर भन्छौँ नि त, सुत्यो, उठ्यो हैन, गयो, भाइद्वारा घर गइयोस् भन्ने हुन्छ नि त। अब भाइलाई त अलि उ गरिदिन्छ, अनि त्यही भएर यसको नि यो कुराहरू याद गरेर राख्नुहोस् हैन। अब यसबाट सकियो, हामी अब अर्को टपिकतिर। यता अब त्यस्तै मैले घमा भनेको थिएँ नि 4 प्रकारले। अब हामी तेस्रो स्थानमा पुग्यो। कर्मबाट अब हामीले कृतवाच्यमा परिवर्तन गर्ने। कर्मबाट कसरी कृत परिवर्तन गर्ने, उदाहरण हेरौँ। अनुपद्वारा इन्टरनेट चलाइयो। को द्वारा चलायो, अनुपद्वारा। यो चाहिँ कर्ममा छ, हामीले द्वारा ई लागेको छ भने यो चाहिँ हामीले कर्म हुन्छ भनेको छ। हामीले को द्वारा चलाइयो भने चाहिँ अनुपद्वारा इन्टरनेट चलायो, कर्मवाच्य छ भने। अब हामीले कृतवाच्यमा गर्ने। अनुपले इन्टरनेट चलाए। कोले चलाए, अनुपले इन्टरनेट चलाए भने हैन। गुरुद्वारा म बोलाइएछु, कर्मवाच्य भयो कि, म बोलाइ।
यी थप्याछ द्वारा थप्याछ यो चाहिँ कर्मवाच्य भनेर जान्ने। गुरुले मलाई बोलाउनु भएछन् छ कृतवाच्य भयो है। अब कर्म यसका केही रुलहरू छन्। कर्मवाच्यबाट कृतवाच्यमा परिवर्तन गर्दा निम्नलिखित कार्यहरू गर्नुपर्दछ। कर्तामा जोडिएको द्वाराबाट हटाउने। उता चाहिँ जोड्ने होइन कृतवाच्यबाट कर्मवाच्य गर्दा। तर कर्मवाच्यबाट कृतवाच्यमा गर्दा चाहिँ हामीले के गर्ने? हटाउने होइन। यता अब कर्ता नभए कर्ता थप्ने। यता त हामीले उता त भनेको थियो नि त कर्ता हटाउँदा नि केही फरक पर्दैन कृतवाच्यबाट कर्मवाच्य गर्दा। तर हामीले यता चाहिँ हटाउने थप्ने होइन, कर्तालाई हटाउने होइन, यता चाहिँ थप्नु पर्यो नि त। अनि कर्ममा आवश्यक परे लाई विभक्ति थप्ने। उता चाहिँ हामीले के भनेको छ? लाईले हटाउने, यता चाहिँ थप्ने। अनि धातुमा पछाडि प्रयोग भएको यी रूप हटाउने। उता थप्ने, यता चाहिँ हटाउने भने कर्मदेखि कृत गर्दा चाहिँ हामीले थप्ने। थपिएको कर्ता जुन लिङ्ग वचन आदरको हुन्छ त्यसै अनुसार क्रियापद राख्ने। वचन आदर अनि काल जुन छ त्यही अनुसार राख्ने होइन कर्मदेखि कृतवाच्य गर्दा। अब चाहिँ हामी भाववाच्यबाट कृतवाच्यमा परिवर्तन गर्दा। यो लास्ट छ हाम्रो। अब भाववाच्यबाट कृतवाच्यमा परिवर्तन गर्दा उदाहरण उसद्वारा रोइएछ भाववाच्य भयो, ऊ रोएछ यो कृतवाच्य भयो। आज त निकै सुतियो, आज त निकै सुतियो यो भाववाच्य भयो। म त आज निकै सुते यो चाहिँ गलियो रहेछ भने सुतियो भने नि हुन्छ। अब गलियो लेखेर चाहिँ गलिए। आज म त निकै गलियो भन्ने जस्तै म त आज निकै गलेँ भन्ने छ नि त। बिहान सबेरै उठिन्छ, म बिहान सबेरै उठेँ। मैले भन्ने थिएँ नि त ऊ नभए कर्ता नभए हामीले कर्ता थप्ने होइन। अब केही रुल्सहरू पढौँ। भाववाच्यबाट कर्तवाच्यमा परिवर्तन गर्न निम्नलिखित कार्यहरू गर्नुपर्दछ। कर्तामा जोडिएको द्वाराबाट हटाउने अनि कर्ता नभए कर्ता थप्ने। मैले भनेको थिएँ बिहान छ भने म बिहानमा यहाँ सबैले उठेछ कर्ता छैन तर म थपेछ। कर्ता आफू भए म, उता म भए आफू गर्ने। कृतवाच्यमा भाववाच्य गर्दा अहिले भाववाच्यबाट कृतवाच्य गर्दा आफू भए म गर्ने होइन। अनि के भने धातु पछाडि प्रयोग भएको यी रूप हटाउने। यता धातुको पछाडि भएको यी रूप थपिएको कर्ता जुन लिङ्ग वचन पुरुष आदरको हुन्छ त्यसै अनुसार। म छु भनेपछि म हामी सबेरै उठ्छौँ हुने भयो नि त। अब हामी थप्यो भने चाहिँ म उठ्छु भयो। अनि भाइ उठ्छ अनि बहिनी उठ्छिन् यसरी बनाउने थप्यो अनुसार। आशा छ हजुरलाई मैले सिकाउन खोजेको भाववाच्यको केही भयो नि आइडिया मिल्यो होला। केही भयो नि हजुरले सिक्नुभयो भन्ने मैले आशा गरेको छु। र वाच्यमा अब कति सिक्नुभयो कमेन्ट गर्नु होला। कस्तो लाग्यो भिडियो भनेर नि कमेन्ट गर्नु होला। अरू टपिकमा केही चाहिएको छ भने म बनाउने कोसिस गर्नेछु। हजुरलाई चाहिएको छ भने मलाई कमेन्ट गरेर भन्दा हुन्छ, म त्यसप्रति नि गर्नेछु होइन। हजुरलाई कस्तो लाग्यो प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। हस् त नमस्कार, शुभ दिन जाने। बाई बाई, टेक केयर।